वेलकम ब्याक टु माई ब्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र मेरो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, जुन ठाउँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ, मेरो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सनु होला। र आज मैले लिएर आएको छु मासु फ्राई गरेर रेसिपी लिएर आएको छु टक्क लाएर। यहाँ हेर्नुहोस्, म मासु फ्राई बनाउँछु, तपाईँहरू मेरो भिडियो टक्क लाएर हेर्दै गर्नुहोला। साथै मेन्सन गर्न जाँदैछु, सबैभन्दा पहिला राख्ने मैले लिएर आएको छु, यहाँ कागती लिएर आएको छु। सबैभन्दा पहिला अदरक गार्लिक पेस्ट, मैदा, कर्नफ्लोर, फुड कलर, मेरो मसला सेटिङ यता छ, नमक मिर्चीहरू सबै यता छ। कलर म सबैभन्दा पहिला म के हाल्ने भनेर म देखाउँछु। सबैभन्दा पहिला कागती हाल्नु, कागतीको रस हाल्ने होइन। त्यसपछि अदरक लसुनको पेस्ट हालिदिने, लगाएर हल्का कर्नफ्लोर हालिदिने, हल्का मैदा हालिदिने, गलाएर ताजा धुलो खुर्सानीको पाउडर हालिदिने, हल्का टेस्टी पाउडर हालिदिने। टेस्टी बनाउँछ, मिठो बनाउँछ होइन। गलाएर स्वाद अनुसारले नमक हाल्नु होला। अनि कश्मिरी चिल्ली पाउडर पनि, कश्मिरी चिल्ली पेस्ट हालिदिनु होला। गलाएर अनि हल्का गरम मसला हालिदिनुहोस्, हल्का जिरा पाउडर हालिदिनु होला। त्यसपछि हल्का टमाटर मेल्सन गर्नु होला। यसमा तपाईँले अन्डा हाल्न पनि सक्नुहुन्छ र अन्डा नहाल्दा पनि हुन्छ, तर मैले अन्डा एड गरेको छैन। अन्डा हाल्दा पनि राम्रै हुन्छ। गलाएर यसरी मस्त मेन्सन गरिसकेपछि मस्त तपाईँको भित्रैसम्म लाग्नुपर्छ मसला। गलाएर मेरो मासुलाई मसला टेस्टी देखिँदो मसला मेन्सन भइसक्यो। हेर्नुहोस्, गलाएर फ्राई गर्ने वाला छ। माछा फ्राई डिस रेडी भइसकेको छ। माछा फ्राई टक्क लगाएर हेर्नुहोस्, यस्तो भयो हाम्रो माछा फ्राई। तपाईँहरूले पनि कस्तो लाग्छ मेरो भिडियो, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन चाहिँ नबिर्सनु होला। यही हो हाम्रो माछा फ्राई चाहिँ नि। अवश्य तपाईँहरू पनि ट्राई गर्नु होला गाइज।